गएर अनि साथीहरूले नजाऊ नानी भनेपछि उसले माइल साथी लिएर आइसक्यो अनि माइल साथी लिएर आइसक्यो अनि त्यहाँ माइल आएर कोदालो चप्पल खाली थिए अनि माइल साथीमा कोदालो टेकेर आउँदाखेरि कोदालो फर्किने यो त्यत्रो फर्किने होइन पछि थिए बसेर यसरी कोदालो टेकेर पछि थिए हजुर अनि पछि बसेर त एक्लै आएन कि माइल साथी आएर यो पानी त यहाँसम्म थियो होला नि त थिएन भनेपछि यहाँ कति छ त्यो राख्नु त पानी त्यति हुँदाखेरि त जानु 2 मिटर भनेपछि त उहाँ पस्दाखेरि त त्यति त यति रहेछ नि 2 मिटर त हुँदैन त्यतापट्टि गाडा पनि होइन 2 मिटर 2.5 मिटरकै पानी अब यो फेरि यो छाँगो यहाँबाट तान्दियो जुत्ता फालेर अर्को ठाउँबाट सकिन्छ यहीँबाट जुत्ता फालेर फेरि माथि गएर अनि फेरि फर्केर यहाँ आएर गर्छ त्यही भन्नु चप्पल घर चाहिँ यो घर चाहिँ भनेपछि यो बाटो आउनुभयो ए यताबाट यहाँ आलु नि ती छोपेर आएको पानी आउने त्यो पालभित्रै बस्नु होला रहेन रे अनि आएको आउनु होला नि त कुन ठाउँ भन्छ यसलाई मेगिन्टार बेची टाढै भन्छ ए यतापट्टिलाई सुबामा भन्छ यता मेगिन्टार यो त होइन होला पुरानो त्यो होइन होइन यो त यो बदेर आउँछ बदेर राखेको यो जुत्तै हो सब्जी लाउनु जुत्तै हो सल त्यही हो यो तल सल त हिजै त्यहाँ उसले गरे यो खोलो पछि चाहिँ सुक्छ यहाँ सानो हुन्छ नि खेतमा पानी आउनु हुँदैन अनि बर्खामा चाहिँ पुरै हुँदो रहेछ बर्खा होइन हिजो मात्रै पानीले गर्दा नभए यस्तो आएको थिएन हिजो र यो चाहिँ अहिले म आएको नि यहाँ 25 वर्ष भइसक्यो ए बाबु हामी त माथि नै यहाँ यो फर्किया ठाउँमा आइदिएका छौँ यो त सुकिहाल्छ नि खेतमा पानी उहाँ उताबाट आउनुभयो अनि यो फोर्स यहाँनिर छाँगो भयो भन्छ यो अग्लो छ नि कि यहाँ टेक्नु भयो होला हौ सिप्यो भन्ने शङ्का चाहिँ भयो ए यहाँ यस्तो भयो यहाँ होइन सर शङ्का चाहिँ यस्तो भयो अच्छा ए सर उहाँले यहाँबाट चिप्ल्यो भन्ने कुरो भन्नुभयो नि त यहाँबाट ठ्याक्क बोलिनु ढुङ्गा अब यता ढुङ्गाले लागेको पनि होला खुट्टामा अब पानी 2 मिटरको पानीको हाइटमा त भित्र ढुङ्गाहरू प्रशस्त आएको हुन्छ त्यो ढुङ्गाले लागेर पनि उहाँ लड्नुभयो लडेपछि कोदालो पल्टेछ के कोदालो टेक्नु भयो पहिला कोदालोले आमा म तपाईँलाई बोकेर म पाइप तर्छु अनि तपाईँले फेरि हेरेर बोकेर तार्छु भनेर आमाले ए म तर्छु अनि तपाईँलाई तार्छु आमा सासू आमा हुनुहुँदो रहेछ अनि उहाँ चाहिँ उतै जानुभएको छ अनि यति आउनुभयो कि सासू मान्छे बोलाएर यसो त्यसको लागि चाहिँ हामीले अब यो सानो साहुको व्यवस्था अग्लो तर अग्लो फलामको हालेर फलामकै मात्रै भयो नि अग्लो हाल्ने ठाउँमा अनि तपाईँ यो खोल्चायरको मापदण्ड पनि भएन के सर अब यो यसलाई चाहिँ अलिकति खोल्ने व्यवस्था गर्नु पर्यो अलिकति पानीको प्रकृतिले पानी कत्रो दिन्छ भन्ने थाहा छैन यहाँ अब दुवैपट्टिबाट मिचिएका छन् हाम्रो नगरपालिकामा यो सप्तकाजीको पालादेखि हुनुपर्ने काम अहिलेसम्म भएको छैन त्यो हुनाले गर्दाखेरि अब केही बेला मापदण्ड राखेर चाहिँ काम गर्न पाएको भए सबैलाई सजिलो हुन्थ्यो अब त्यो गरिया छैन त्यसको कारणले गर्दाखेरि यहाँ नगरवासीले दुःख पाइरहेका छन् पुगेर आयो होइन घटनास्थलमा सेना पुलिस शस्त्र सबै लाग्नु भएको छ होइन सबैजना स्थानीयवासी लाग्नु भएको छ अझ के को कमी देखियो भन्नुहोस् त अब यहाँ चाहिँ के गर्दा होला अब यहाँ चाहिँ अझ यो खोल्चोलाई चाहिँ पुरै खोल्नै पर्छ सर अब किनभने अब हामीले यति थोरै ठाउँ छ यो लगभग 700-800 मिटरको ठाउँ हो अझ 600-650 होइन अहिले तत्काल चाहिँ अब कसरी उद्धार गर्न सक्यो सर के लाग्छ यो चाहिँ अब तत्कालको लागि चाहिँ अब सामान्य प्रमुखहरूले र स्थानीय सरकार वडाहरूले चाहिँ के गर्नु पर्यो भने
यो कुकुर लाएर हुन्छ कि अनि अलि औजारहरू पुया जस्तो देखिया छैन। जस्तै फोर्स पनि धेरै चाहियो, फोर्सहरू पनि चाहियो। यो एरिया चाहिँ पहिला नगरेको होइन, गर्नु भएको छ। एकदम गर्नुभएको छ, एकदम गर्नुभएको छ, अलि पुगेन। अब यसलाई चाहिँ खोल्नै पर्यो कि, यो पन्छाउनै पर्यो। यो माटोलाई चाहिँ दुईपट्टि फ्याँकिदियो भने अब धेरै होइन, त्यही 300-400 मिटरमा चाहिँ क्लियर गरिदियो भनेदेखि त हामी यो पुण्यमातासम्म त ढुक्क भयौँ नि त। यहाँसम्म भेटिएन भने अनि के होला, त्यसपछि उता लामो दूरी रहेछ नि त, यो त होइन धेरै लामो दूरी। अब तपाईँको खोल्चो आउँदाखेरि चाहिँ मान्छे खाँदिएर अनि फेरि पल्ट्यो नि, त्यसले थिचिया छ कि भन्ने शङ्का चाहिँ लागिरहेको छ। त्यो सबैजना लागि पर्नु भएको छ हजुर। होइन, अझ चाहिँ औजारहरू लिएर राम्रोसँग गर्नुभयो भने, खोतेल्नु भयो भने त्यस्तो भित्तो पल्टिएर माटोले पुरिएको भागहरू छ होइन, त्यस्तो चाहिँ हेर्न पाइयो भने असाध्यै राम्रो हुन्थ्यो भने।